तपाईहरुको ग्रुपमा पिकनिक जाँदाखेरि यस्तो साथीहरू हुन्छ कि नाइ कमेन्ट गरिदिनु होला। ठाउँ चाहिँ दामी छ है। ठाउँ त दामी पिकनिक आएर रमाइलो हुने भयो केटा। बल्ल बल्ल हिँडेर आइपुग्यो है। ल केटा पिकनिक कस्तो हुन्छ भन त आजको? A few moments later. यहाँ हुनुहुन्छ हाम्रो एस्थेटिक फोटो लभर एथलेटिक फोटो लभर। यसरी खिच्नु भाइ यसरी। यहाँ फोटो चाहिँ हेर्नु न। भइसक्यो क्या दाइ। अलिक राम्रो आएन के भाइ अलिक एथलेटिक्स खिच्नु एथलेटिक्स अनुहार नदेखियोस् न मेरो भाइ न थोपडा खिच्न राम्रो हुनु पर्यो नि त दाइ तपाईको थोपडा एथलेटिक्स खिच्नु भाइ ए दाइ म खिच्दिन है लु म खिच्दिन यत्रो खिचिदिसके भाइ खिच्दैन म खिच्दिन यत्रो फोटो खिच्दिन हेर्नु न यहाँ कस्तो दामी दामी आएको छ एथलेटिक्स भएर के मेरो भाइ एउटा त फोटो खिचेर मर्न आँटिसक्यो अर्को चाहिँ कहाँ गएछ साथी खोइ उसको त अस्ति ब्रेकअप भएको भन्ने सुनिरहेको थिएँ यार। मैले पनि सुनिरहेको थिएँ। यहाँ हुनुहुन्छ हाम्रो स्याड डिप्रेसनमा गएको साथी। हेर्दा त सोझो सिधा सादी थियो यार, तर आज आएर यस्तो गर्यो यार। कसम तिमीलाई कहिले छोड्दिन जिन्दगीभरि साथ दिन्छु भनेको थियो, तर आज आएर यस्तो गर्यो क्या यार। के भयो साथी यसो रमाइलो गर्न आएको हामीहरू पिकनिक खान जाऊँ न लु। बर्बाद भयो नि यार साथी यार, तिमी खाँदिन पिकनिक साथी 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 कस्तो दामी भ्यू यार दामी भ्यू यार भाइ एउटा एथलेटिक्स फोटो खिच्छ अनुहार नदेखाइ हिँड्नुला फोटो ए मुला भाइ तल सर पिकनिक खान आएको हैन किन फोटो कि फोटो भन्नु एउटा फोटो भाइ आइज तल सारा फोटो मात्रै खिच्न लागि गर्छ न थोपडा राम्रो छ यार नरिसा साथी नरिसा फेरि कसले गर्छ यो बेला फोन पखाइ साथी मेरो फोन आयो। यहाँ हुनुहुन्छ हाम्रो प्रेम रोगी साथी जो गर्लफ्रेन्ड भनेपछि मरिहद्दै गर्ने। बेबी म आइसक्यो बेबी धरधरै आइपुगेँ बेबी ए त्यस्तो होइन बेबी म एक्लै छु कहाँ होइन साला जो आउँछ पिकनिकमा रमाइलो गर्नु छैन केटीसँग भनौँ एउटा एथलेटिक फोटो भन सालीहरूसँग नआएको भयो नि